का पास्टर बुवा अनि डिकन साथै यहाँका अगुवाहरू जति पनि कमिटी हुनुहुन्छ दिदीबहिनी दाजुभाइ वृद्ध बुवा आमाहरू सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। यो समय धेरै दिनको अन्तरालमा लगभग 180 दिन 6 महिनाको बादमा भाइ डेनीले मलाई यो समय प्रदान गर्नुभएको छ। हुन त योभन्दा अगाडिको हप्तामै उहाँले मलाई तपाईँले वचनको भाग लिइदिनु पर्यो भनेर भाग दिनुभएको थियो। तर हामी त्यही मौकामा चाहिँ घुम्न गयो अनि त्यसैले मैले चाहिँ मेरो भाग चाहिँ पास्टर बुवालाई दिएको थिएँ। उहाँले त्यो भाग लिइदिनु भयो र तपाईँहरूको माझमा परमेश्वरको जीवित वचनलाई लिएर सेयर गरिदिनु भयो। यसको निम्ति म उहाँलाई पनि धेरै धेरै धन्यवाद चढाउँछु। हालेलुया। तपाईँहरू सबै सन्चै हुनुहुन्छ? परमेश्वरलाई धन्यवाद। तपाईँहरूको हँसिलो महललाई देखेर मलाई पनि ज्यादै खुसी लागेको छ। आउनुहोस् हामी कति पनि ढिलो नगरिकन परमेश्वरको वचनतर्फ अगाडि बढौँ। अनि म आज तपाईँहरूको माझमा चाहिँ परमेश्वरको वचन भ्रममा नपरौँ भन्ने विषयमा बोल्न गइरहेको छु। तपाईँहरूलाई थाहै छ अहिलेको संसार भनेको एकदमै भ्रमित समय छ। कतिजनालाई थाहा पनि छैन। मान्छेहरूले भिडियो बनाउँछ। तपाईँहरू आजभोलि दिनमा 24 घन्टा हुन्छ भने त 12 घन्टा त तपाईँहरू मोबाइलमै बिताउनुहुन्छ। पहिलेको जस्तो जमाना छैन। भरे के खाउँला भोलि के खाउँला भन्ने छैन। तपाईँहरू केही नभए पनि दाल चामल भात र आलुको तरकारी भए पनि खाँदै हुनुहुन्थ्यो। मैले देख्दै मैले जान्दै पनि हामी छाक टार्नको निम्ति कसैले तरुल खाने, कसैले दाउरा बेच्ने हैन, कसैले केही झिटिमिटीहरू लिएर केही सामानहरू लिएर पारिपट्टि शिविर क्याम्प थियो, शरणार्थी क्याम्प, त्यहाँ लगेर बेचेर यसरी भोजनहरू खाने गर्थ्यौँ। तर परमेश्वरको ब्लेस अचम्मको छ। उहाँको उदारता धेरै अचम्मको छ। हामी खाली खुट्टा हिँड्थ्यौँ। तल कट्यो भने माथि गन्जी हुन्थेन धेरैजनाको। तर आजभोलि हामी धेरै आशिषित भएका छौँ। तपाईँ हाम्रो लाइफ स्टाइल